जेमेसी आजको दिनमा होजे र गोमेरको बारेमा हामी कुराकानी गर्नेछौँ। होजे वाज अ प्रफिट, अगमवक्ता, एकदमै धर्मी मानिस, परमेश्वरको आज्ञा पालन गर्ने। आज परमेश्वरले आज्ञा दिन्छ, जा तँ गोमेर भन्ने लेडीलाई बिहा गरेर ले भन्छ। अनि त्यो लेडीको ब्याकग्राउन्ड हेर्नु पर्यो नि, सी वाज अ अनफेथफुल लेडी हु इज टु स्लिप्स विथ मेनी गाई, सी वाज अ प्रोस्टिट्युट। परमेश्वरले जब कमान्ड गर्नुभयो, उसले परमेश्वरको आज्ञालाई पालन गरेर वेश्यासँग बिहा गरेको छ। ऊ चाहिँ एउटा समाजमा हाँसोको पात्र बनेको थियो, तर उसको लागि परमेश्वरको आज्ञा पालन गर्नु नै सबैभन्दा ठुलो थियो। अनि उसले साँच्चै नै त्यो लेडीलाई धेरै माया गरेको कुरा हामी देख्दछौँ। आज यो कुराले, यो स्टोरीले चाहिँ परमेश्वरको ग्रेट लभलाई रिफ्लेक्ट गर्छ। उहाँले इजरायललाई यति धेरै माया गर्नुहुन्छ कि उहाँहरूले चाहिँ परमेश्वरलाई त्याग्दा पनि, आइडल्सहरूलाई पुज्दा पनि उहाँले चाहिँ इजरायलीप्रति आफ्नो मायालाई कहिले पनि त्याग्नु भएको छैन। स्टिल सिकिङ देम एन्ड स्टिल लभ देम। आजको दिनमा हाम्रो धेरै लेडिजहरूले अन्य प्रिय मित्रहरूसँग बिहा गरेको छ, उनीहरूको देवताहरूलाई दण्डवत गरेको छ, जुन चाहिँ कुराले आज परमेश्वर दुखित हुनुहुन्छ। तर पनि यो वचनबाट परमेश्वरले यही भन्न चाहनुहुन्छ, तिमीहरू अनफेथफुल भए तापनि, म दिनको टाढे तापनि म तिमीलाई अझै पर्खिरहेको छु। आइ एम स्टिल सिकिङ फर यु एन्ड आइ एम स्टिल वेटिङ फर यु भन्ने कुरा। यही वचनलाई हेरेर हामी अघि जानेछौँ। फर्स्ट भागलाई आज कम्प्लिट गर्नेछौँ। नेक्स्ट भागलाई म फेरि तपाईँहरूसँग भोलिको दिन अवश्य सेयर गर्नेछु। कि लेसन, God's love is greater than our failures. Even when we wander away, God continues to seek us. He never gives upon us. अनि आज गोमेरले आफ्नो हस्बेन्डलाई त्यागे, इभेन्चुअली ऊ मिजरी र स्लेभरीमा पुगेको कुरा पनि यहाँनिर हामी देख्दछौँ। दुःख र दासत्वमा पुगेको कुरा। पापले सुरुमा आनन्द जस्तो दिन्छ जस्तो लाग्छ, तर अन्त्यमा त्यसले बन्धन र पीडामा ल्याउँछन्। परमेश्वरबाट टाढा हुँदा जीवन खाली हुन्छ। इमेजिन गर्नुहोस् कि लाइफ विदाउट गड इज अ होपलेस लाइफ हुन्छ नि। मुख्य शिक्षा, पापले स्वतन्त्रता होइन, दासत्वमा लान्छ। आमेन।